2002 मा मैले रिलिज गरेँ हो, डेभलप गरेँ हो। र यो नेपालमा अनि श्रीलङ्का र इन्डियामा युज हुन्छ। यो बायो फर्टिलाइजरको नाम चाहिँ नासाविकी बायो फर्टिलाइजर हो। नासाविकी है, यो नेपालमा नासाविकी मल भन्छ यसलाई, श्रीलङ्कामा नासाविकी पोहर भन्छ उनीहरूको भाषामा, अनि इन्डियामा चाहिँ नासाविकी खाद भन्छ। नासाविकीको अर्थ चाहिँ त्यतिखेर म नामसालिङ सामुदायिक विकास केन्द्रमा काम गर्थेँ। नास भनेको नामसालिङ सामुदायिक विकास केन्द्र, नासाविकी। यो चाहिँ एउटा फार्मरले आफ्नै गाउँघरमा पाइने चिजहरू युज गरेर बनाउने बायो फर्टिलाइजर हो। मेजर इन्ग्रिडियन्ट्समा चाहिँ 4वटा चिज छ। एउटा ओइल केक भयो, एनी मस्टर्ड ओइल नभए पनि एनी टाइप्स अफ ओइल केक हुनसक्छ। निमको ओइल केक पनि हामी युज गर्न सक्छौँ, अथवा चियाको ओइल केक होइन, चिउरीको ओइल केक, भटमासको ओइल केक, जुनसुकै ओइल केक भए पनि हामी युज गर्न सक्छौँ। ओइल केकमा नाइट्रोजन कन्टेन्ट हाई हुन्छ। अर्को भनेको राइस ब्रान हो, यसमा चाहिँ कार्बोहाइड्रेट कन्टेन्ट हाई हुन्छ है, त्यसमा नाइट्रोजन कन्टेन्ट हाई हुन्छ, यसमा कार्बोहाइड्रेट। किनकि तपाईँले यसमा देख्नुहुन्छ यसरी चामलको दानाहरू पनि हुन्छ है, यस्तो मसिनो, यसलाई चाहिँ राइस ब्रान भन्छौँ। हामीले ढुटो युज गर्नुपर्ने हो, तर अहिले ढिकी छैन हाम्रो, त्यो किसिमको मिल छैन, त्यही भएर हामीले यो युज गरिरहेको छ। र काठको ढुटो पनि हामीले युज गर्न सक्छौँ, तर 10 केजी काठको धुलोमा 9 केजी काठको धुलोमा 1 केजी चाहिँ त्यो रेसियोमा पिठो मिक्स गर्नुपर्छ, आटा मिक्स गर्नुपर्छ, अनि त्यो पनि हामीले युज गर्न सक्छौँ। यो चाहिँ कार्बोहाइड्रेट कन्टेन्ट। यो सोयल टप सोयल चाहिँ जहिले पनि 20 सेन्टिमिटरसम्मको होइन, बिलो सर्फेस त्यति 20 मिटरसम्मको सोयलहरू मात्रै लिन्छौँ हामीले, किनभने यो लिभिङ सोयल हो। यसमा यति बढी चाहिँ माइक्रो अर्गानिजमहरू छ, ब्याक्टेरिया, फङ्गस, यिनीहरू चाहिँ प्रशस्त मात्रामा यहाँ छ होइन। एक चम्चीमा चाहिँ 10 मिलियन्स ब्याक्टेरिया छ भनेपछि यो हामीले टप सोयल हुन्छ। सब सोयल फेरि डेड सोयल हो, सब सोयल लिँदैनौँ। यो चाहिँ माइक्रो अर्गानिजम जुन चाहिँ लेयरमा छ, जुन चाहिँ प्रोफाइलमा छ, त्यो मात्रै लिने हो। त्यही भएर टप प्रोफाइलमा भएको टप सोयल चाहिँ हामीले लिन्छौँ। यो चाहिँ यसमा प्रशस्त मात्रामा माइक्रो अर्गानिजम छ, त्यसैलाई हामीले मल्टिप्लाई गर्ने हो यो म्यानरमा, अनि त्यो चाहिँ हाम्रो FIM हो। र यसमा धेरै प्लान्टको लागि एसेन्सियल न्युट्रिएन्ट जति पनि छ 20 भन्छौँ हामी है, 20 टाइप्स अफ एसेन्सियल एलिमेन्ट्स, त्यो अल एभाइलेबल छ। प्लस त्यसमा डिकम्पोजर छ, धेरैभन्दा धेरै डिकम्पोजर छ। डिकम्पोजरमा बोथ टाइप्स, एउटा फङ्गस पनि छ, अर्को चाहिँ ब्याक्टेरिया पनि छ होइन। त्यही भएर यो 4वटा मेजर इन्ग्रिडियन्ट्स हो। र यो म्यानुअरमा हामीले जुन चाहिँ बायो फर्टिलाइजर बनाउँदैछौँ त्यहाँ चाहिँ माइक्रो अर्गानिजम प्रशस्त हुन्छ, धेरै किसिमको फङ्गस हुन्छ, डिकम्पोजरहरू होइन, इफेक्टिभ माइक्रो अर्गानिजम, अनि साथसाथै ब्याक्टेरियाहरू पनि हुन्छ, एक्टिनोमाइसिस हुन्छ, एजोटोब्याक्टरहरू, यो धेरै किसिमको। एक्टिनोमाइसिसले के गर्छ थाहा छ? प्रशस्त मात्रामा एन्टिबायोटिक्स प्रोडक्सन गर्छ। एजोटोब्याक्टरले के गर्छ? द्याट इज फ्री लिभिङ नाइट्रोजन फिक्सर, त्यसलाई एसोसिएसन चाहिँदैन। जब राइजोबियमलाई त एसोसिएसन चाहिन्थ्यो, रुट लेग्युमको रुट चाहिँ हुनु पर्थ्यो होइन, भ्यामलाई एसोसिएसन चाहिन्थ्यो, तर एजोटोब्याक्टर भनेको फ्री लिभिङ नाइट्रोजन फिक्सर हो, त्यो सोयलमा त्यत्तिकै बसिरहेको छ। त्यही भएर एक्टिनोमाइसिसले एन्टिबायोटिक्स प्रोडक्सन गर्छ, सोयलमा प्रशस्त एन्टिबायोटिक्स गर्छ, त्यो चाहिँ प्लान्टले अपटेक गर्न सक्छ। एजोटोब्याक्टरले नाइट्रोजन फिक्स गरेर सोयललाई चाहिँ फर्टाइल बनाउँदै जान्छ। त्यही भएर हामीले प्रशस्त मात्रामा माइक्रो अर्गानिजम बढाउने हो। त्यही भएर यो सबै 4वटा चिजहरू चाहिँ युटिलाइज गर्ने। पिनामा नाइट्रोजन कन्टेन्ट हाई छ, त्यो नाइट्रोजन कन्टेन्ट हाई भएकोले गर्दाखेरि ब्याक्टेरियाको ग्रोथलाई यसले सपोर्ट गर्छ। यो ब्रान्डमा के को कन्टेन्ट हाई छ? कार्बोहाइड्रेट कन्टेन्ट। कार्बोहाइड्रेट कन्टेन्ट हाई भइसकेपछि कसलाई सपोर्ट गर्छ? फङ्गसलाई सपोर्ट गर्ने। त्यो पनि फङ्गस हो र डिकम्पोजरहरू पनि अल चाहिँ फङ्गस हो होइन। प्याथोजेनिक मात्रै चाहिँ प्यारासाइटिक हुन्छ, अरू चाहिँ स्याप्रोफाइटिक हुन्छ
होइन फङ्गस प्याथोजेनिक चाहिँ जहिले पनि प्यारासाइटिक हो किन लिभिङ प्लान्टमा लिभिङ एनिमलमा त्यो एक्टिभ हुन्छ अरू कुहाउने भनेको त सेप्रोफाइटिक हो त्यो डेडमा मात्रै एक्टिभ हुन्छ त्यो डेडमा एक्टिभ हुनको लागि प्रशस्त मात्रामा कार्बोहाइड्रेट चाहियो त्यो कार्बोहाइड्रेट चाहिँ यहाँ छ फेरि त्यही यिनीहरूले नाइट्रोजन भएकोले गर्दाखेरि ब्याक्टेरियल ग्रोथलाई यसले प्रमोट गर्छ यतापट्टिले फङ्गल ग्रोथलाई प्रमोट गर्छ त्यही भएर यसमा चाहिँ प्रशस्त मात्रामा ब्याक्टेरिया अनि फङ्गस भएकोले गर्दाखेरि यो चाहिँ स्टार्टर हो चारवटा चाहिँ मेजर इन्ग्रेडियन्ट छ यसको रेसियो चाहिँ 1:1:1:1 भनेको बिना 10 केजी लियो भने यो पनि 10 यो पनि 10 यो पनि 10 ड्राई वेट बेसिसमा अनि यहाँ त फेरि मिल्दैन यो त कति छ एकदम मोइस्चर हाई छ त्यही भएर बढी राखिएको छ होइन त्यो मोइस्चर हाई छ त्यही भएर बढी जस्तो देखिन्छ तर ड्राई हुँदाखेरि 5 केजी चाहिँ हुनु पर्यो ड्राई मैले भने चाहिँ 1/2 1/5 रेसियो 2 केजी 1/5 into 10 हो नि त त्यही भएर 2 केजी अफ वुड एड्स अनि अर्को क्याटल युरिन कति चाहियो यसरी डल्ला पर्दा पऱ्यो डल्ला फुटाउँदाखेरि मरिकै फुट्दैन होइन अनि यतातिर अलिअलि पानीहरू जस्तो पनि देखिन्छ भने द्याट इज एबल 40% बट बिलो थोरै पानी त आएन यहाँ फेरि थोरै टाँसेको जस्तो मात्रै देखियो भने बिलो 50% यसो गर्दाखेरि पानीको थोपा यहाँबाट आयो तर झरेन यहाँसम्म भयो अनि यसो हेर्दा पानी लाग्यो यहाँ पानीको थोपा बदलङ गरेर यहाँसम्म चाहिँ आयो चुई चाहिँ हालेन है चुइन चाहिँ खोज्यो होइन चुइन चाहिँ खोज्यो भने यो चाहिँ 50 देखि 60 है खेरि त्वारै चुइयो अब भनेपछि यो चाहिँ एबभ 60 100सम्म अनि जति स्पिडले चाहिँ जति बढी पानी हो उति पर्सेन्ट पानी फेभरेबल टेम्परेचर हो फेभरेबल मोइस्चर हो त्यही भएर 30 to 40 चाहिँ हामीले मेन्टेन गर्नु पर्यो